हिजो चाहिँ एकदमै दिनभरिको राइडले चाहिँ यति हत्तु बनाएछ है। सुतिसकेको थिएँ म त भर्खर एडिटिङ गर्दै बसिरहेको थिएँ। निश्चलले चाहिँ एकदम बिहानै उठेर खोइ कहाँबाट गयो, किचन खोलिकन अर्का गए, होमस्टेबाट चिया बनाउनु लगाएर लिएर आएछ। यतिको जोस हुनु पर्यो निश्चल। हिजो निशो कति थाक्यौ तिमी है? यो रुममा त अन्त दुईवटा बाघ पसे जस्तो कराइरहेको थियो त यहाँ त। पाल्लै पिल्ला बेलुका तिमी एकछिन कराउँदै थियो, बिहानमा करायो अरे। ए बिहान तिमी करायो। भेरी गुड मर्निङ एन्ड वेलकम ब्याक टु द ट्राभल व्लग। वेलकम टु द न्यू एपिसोड है। फ्रम शान्ति भ्याली दिराङबाट छौँ अहिले हामी। यो रुमको हालत चाहिँ यस्तो छ, हामी हिजो त यस्तो डेट भएछ, हामी चाहिँ आएर थाकेर है एकदम सामानहरू पुरै छरिरहेको छौँ है। घाम मजाको लागेको छ, दिन चाहिँ एकदमै दामी छ। तपाईँले देख्न सक्नुहुन्छ आई लभ शान्ति लेखेको छ है। हाम्रो बाइक्स बेहाल छ, मैला भएर बिजोक छ। हाम्रो स्टार्ट पनि गरेको छैन हामीले। घमाइलो दिन छ। ब्रेकफास्ट पनि रेडी भइसकेको छ यहाँ हाम्रो। निश्चल लागि बसिसकेको छ। अब हामी एकछिन ब्रेकफास्ट गरेर एकछिन चाहिँ रेस्ट गर्ने हो है। त्यहाँदेखि चाहिँ प्याकिङहरू सबै गरेर बिस्तारै त्यहाँदेखि यही रुटबाट उकालो जानुपर्छ, यताबाट निक्लिनेछौँ। शान्ति भ्याली चाहिँ बेसिकली त्यस्तो खास केही छैन। यो चाहिँ एक्चुअली भ्याली नै रहेछ, यस्तै अब मजाले बसेको जग्गा छ। क्याम्प साइटहरू बेसी छ यहाँ चाहिँ। अहिले 8:34 इन द मर्निङ, बिहानको 8:34 भइरहेको छ है। अब फेरि हामी त बाइक हेर्दै ब्रेकफास्ट गर्दै बसेको। ड्रोन सटहरू एक दुईवटा लियो। निश्चलले फेरि एउटा ड्रोन सट लिने अरे यहाँबाट हो। यहाँ पाइलट चाहिँ यहाँ छ। ओ पाइलट, ओ यता हेर न पाइलट। मेडे 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 जङ्गलमा लगेर मेडे गरिदिउँ न। ब्रेकफास्ट चाहिँ हामीलाई अहिले देखाउने बिर्सेछ है तपाईँलाई। अब एकदम सिम्पल चिया ल्याएको थियो। अनि यहाँ चाहिँ अप्सन रहेछ अरे, यो चाहिँ आई थिङ्क यो कम्प्लिमेन्ट्री दिएको जस्तो लाग्यो हामीलाई। ब्रेड एन्ड अम्लेट दिएको थियो है। ओके थियो। जग्गा चाहिँ एकदम दामी छ यहाँ। यो यस्तो खालके जुन होमस्टेहरू चाहिँ पुरा क्याम्प साइटहरू पुरा सामान छ है। यसको एरिया पनि ठुलो रहेछ यहाँदेखि। भ्याली हेर्नुहोस् यस्तो छ मजाको। सो गाइज अब हामी यहाँदेखि म्याक्सिमम् 1 आवर लाग्छ एकछिन रेस्ट गरेर। रेस्ट त के भन्नु, हिजोको बेलुकाको राइडले निकै थाकेको छ। त्यहाँदेखि चाहिँ एकछिन प्याकिङ सैकिङ गऱ्यो। हाम्रो यो जति पनि चार्जेसहरू, यो रुमको चार्जेसहरू पेमेन्ट गरेर, ग्याजेटहरू पनि चार्ज गरेर त्यहाँदेखि चाहिँ हामी जानेछौँ। वीडियो में आ गया। दूंगा बाय बाय बाय। ओके, 11 बजिसकेको छ है। त्यो 380 पुगेको छ यहाँ। तपाईँले देख्नु सक्नुहुन्छ हिजोको टोटल पुगेको किलोमिटर हो। हाम्रो एक्जिट हुँदैछ अहिले। यो हाम्रो जुन चाहिँ पोइन्ट छ हाम्रो है, यो क्याम्प साइटदेखि होमस्टे भनौँ। यो तपाईँले देख्नुहुँदैछ सबै यो खोर्सानी यसरी रोप्दा चाहिँ ठाडै खोर्सानी रहेछ। यो चाहिँ ठाडो फल्ने है। कोपी आलु खोर्सानी मात्रै हुँदैछ यहाँ चाहिँ बेसी। अब हेर्नुहोस् भ्यू भ्यालीको। शान्ति भ्याली त्यसै नै फेमस होइन रहेछ, एकदमै दामी जग्गा छ। कता हौ बाटो त बिर्स्यो त हामी त्यो। यतै हो राति आएको गाइस। कता हो कता बाटो चाहिँ। निश्चयले चाहिँ मारै आँटे हुन्छ नि। लड्छ है सिधै है। अहिले म अलिकति माथि आएको छु है। यो मेन रोड जुन चाहिँ छ, हामी जस्तो खोलाको
रिभर साइडमा थियो। यहाँबाट तपाईँहरूलाई यत्रै हिँडेर माथि आएको छु है। यो भिडियोमा यसो भ्यू देखोस् भनेर मजाको है। यहाँ निश्चल देख्नुहुन्छ बाइकमा पर्खिरहेको छ मलाई। हुनु चाहिँ हामी यताबाट जानुपर्छ है। निश्चल त्यहाँ मेरो बाइक। यही हो भ्याली चाहिँ। सो साथीहरू दिस इज साङ्ची भ्याली। जङ्गल यदि उत्तम ट्याम्मै छ है। पुरै मजाले बसेको छ। अनि हामी तपाईँलाई यहाँबाट हामी बसेको कुन चाहिँ थियो भने कन्फ्युजिङ हुँदो रहेछ। त्यो परको देख्नु हुँदैछ नि जुन चाहिँ क्यामेरामा आएको छ कि छैन है। त्यही जग्गा हो। यहाँ चाहिँ प्रायः जस्तो यो आलु खोर्सानीहरूको फार्मिङ बेसी हुँदो रहेछ। एकदमै दामी जग्गा छ। एकदम सिक्किमबाट अब एकदम फर्स्ट टाइम आउनेहरूलाई चाहिँ स्ट्रङली रिकमेन्डेड यो जग्गा चाहिँ। वान नाइट स्टे चाहिँ यहाँ गरेकै राम्रो। एकदमै एक्स्ट्रा वान डे स्पेन्ड गऱ्यो भने यो पारी यो वान डे हाइक पनि लाँदो रहेछ है। यहाँ जानु सक्नुहुन्छ। वा कति दामी। यहाँ मुनि उनीहरूले उयो पनि राखेको छ के भन्छ टेन्ट टाइपको। भिडियोमै छ। कस्तो मजाको भ्याली है। निश्चल त यसो यतै निश्चल त यतै जमिन किनेर बस्छु भन्दैछ है। नभने त्यस्तो भिडियोमा गए पठाउँछ अघि सिक्किमको पछि जस्तो। हिजो हामीले डिफ्रेन्ट रुट लिएको थियो। अहिले हामी वापस आउँदाखेरि है अर्कै रुटबाट आउँदैछ। यो ब्रिज हेर्नुहोस् त हामी जस्तो ब्रिज क्रस गरेर यस्तो स्टिप उकालो रहेछ। आम्मामा डिराङमै छ स्टिल हामी। कति हामी 15-20 मिनट्स जस्तो यस्तो रफ प्याचेसमा राइड गरेर एकदमै बेसी धुलो बल्ल यो टार्मेक रोड हामीले भेटेको छ अहिले। र अहिले हाम्रोमा यो पनि कति 30% जस्तो मात्रै छ है। प्लान गर्दैछ हामी सेला पास पुग्नु अगाडि जानेले अब पेट्रोल पम्प्सहरू भेट्यो भने त्यो फिलअप गर्ने रिफिल गरेर त्यहाँदेखि चाहिँ ननस्टप तवाङ जाने हो। हुनु त हाम्रो यतिको जुन रिमेनिङ फ्युल पुग्छ होला तर रिक्सा मान्यो है। देख्नु हुँदो होला तवाङ 128 सेला टप 51। 37.5 किलोमिटर्स बिहान हिँडेदेखि अहिलेसम्म। र साथीहरू मैले मेरो फर्स्ट भ्लगमा है तपाईँले हेर्नुभयो होला मैले तवाङ जाँदैछु नर्थ इस्ट जाँदैछु अरुणाचल भनेको थिएँ है। अर्को रिजन पनि छ भनेको थिएँ तपाईँहरूलाई। अर्को रिजन चाहिँ कारण चाहिँ के हो भने तवाङमा 24मा चाहिँ हाई एल्टिट्युड म्याराथन अर्गनाइज हुँदैछ इन्टरनेसनल। त्यसमा मैले है धेरै महिना अगाडि नै अनलाइन एप्लाई गरेको थिएँ। सो घुम्नु गएको बेला त्यो म्याराथन पनि यसो एक्सपिरियन्स गरिराख्नु भनेर पार्टिसिपेट गरिसकेको छु। अनि यसको बिट नम्बर कलेक्सन डेट चाहिँ तपाईँको 21 र 22 तारिक छ। अनि 23मा ग्याप गरेर 24मा चाहिँ इभेन्ट छ है। बिहान हुन्छ इभेन्ट चाहिँ। सो हेर्नु यसमा पनि नयाँ एक्सपिरियन्स हो आउट अफ स्टेट कुद्नु पाउँदा। अहिले टाइम अलमोस्ट 1 PM हुन आँटेको छ। यो हेर्नुहोस् त भ्याली कति दामी। सो ब्युटिफुल यो भ्यालीहरू हामी तलदेखि त्यो यहाँबाट देख्नुहुन्न तपाईँहरूले। एकदमै डाउन तलबाट चढेर आएको उकालो है। घुम्दै घुम्दै जुलुकको जस्तो रहेछ रुट चाहिँ। सो अहिले एकछिन हामी यहाँ स्टप गरिरहेको छु। भोक चाहिँ हेभी लागिरहेको छ। अब केही छैन एकछिन अब यहाँ भ्यू इन्जोय गरेर फेरि हामी हिँडिहाल्नेछ। हेर्नुहोस् तपाईँहरूले यो भ्यू सेला टप जाने बाटो। कति मजाको। र यहाँ आसपासमा पेट्रोल पम्पको केही नाम छैन। र अर्को कुरा चाहिँ हामीले एकदमै भोक लागेको अवस्था भनेको जस्तो रेस्टुरेन्ट हामीले खोजेको जस्तो पाएको छैन। हामी चाहिँ मेगी चाहिँ नखाउँ भनेको धेरै नै माथि है हाइटमा आइसकेको छु।
यो माउन्टेन्सहरू पनि अब है मुनि मुनि देख्न थाल्दैछ। अघि हामी धेरै तल थियौँ, उकाले हेर्दै थियौँ त्यो पारेको माउन्टेन्स र अहिले हाम्रै लेभलमा हुँदैछ। टनल चाहिँ हामीले एउटा मात्रै सोचेको, तर यहाँ अर्को टनल पनि रहेछ यसलाई 13,000 फिटमा रहेछ अहिले हामी। वाउ, यो त अलिक मजाको छ टनल। यहाँ हामी दुईजनाको चाहिँ फ्युल एकदम रिजर्भमा फसिसकेको छ। म्यापमा देखाउँदैछ नि यहाँ, म्यापमा हेर्नुहोस् तपाईँले यहाँदेखि यहाँसम्म रहेछ हो। त्यहाँदेखि NH नेसनल हाइवे 13 बनेको हुँदो रहेछ त्यहाँदेखि। यहाँ रोक्ने एकछिन। खतरा चिसो छ गाइजहरु, एकदमै चिसो छ यहाँ। यो टोटल 2टा टनल रहेछ। हामी चाहिँ छिटो यहाँ अगाडि फोटोहरू खिच्यो यो टनल अगाडि है। गेटवे टु तवाङ 2:17 PM। हामी चाहिँ माथि सेला टनलदेखि चाहिँ यति मुनि झरिसक्यो एयरपोर्ट है, झरेको छ यो भ्यू हेर्नुहोस् तपाईँले। यो माउन्टेन्सहरू चाहिँ माथि एकदम लेभलमा देख्दै थियो, फेरि हामी झर्दैछौँ ओह्रालो। सो यहाँ नेक्स्ट अब आउने जुन चाहिँ जग्गाको नाम चाहिँ जाङे भन्छ होला, जाङ भन्ने जग्गा रहेछ। हामी दुईजनाकै फ्युल अब एकदमै रिजर्भमा, क्रिटिकल छ सिचुएसन हाम्रो बाइकको चाहिँ। अब इमिडिएटली कहाँ पाउँछ है, फ्युल अप गरिहाल्नुपर्छ। जाङ भन्ने जग्गामा पाउँछ कि भन्ने आश गरेको, त्यहाँ पुग्यो भने चाहिँ यसो हामीले खाजा पनि खाने प्लान गरेको छौँ। बल्ल बल्ल भेटायो हामी यहाँ फ्युल अप गर्नुभित्र हाल्दैछौँ। कितना इधर दाम अभी 92 रुपीस। आजको हाम्रो फर्स्ट फ्युल अप हो यो। तवाङ कितना दूर यहाँ से? 1 घंटे में पहुंच जाएगा ना? रास्ता तो अच्छा होगा। 1240 को पस्यो, 13.30 लिटर्स। यो माथिबाट घुम्दै घुम्दै ओह्रालो झर्दै झर्दै फाइनली अहिले 253 मा यो पोइन्ट निस्किँदो रहेछ है। एउटा गेट रहेछ ठुलो, यहाँदेखि उकालो सेला पास टनलहरू जाँदो रहेछ। यसो आउनु बित्तिकै यहाँ एउटा नर्थ इस्ट ढाबा भनेको, यहाँ हामीले एकछिन सर्ट ब्रेक गरिरहेको छ। यहाँ खाना अब लन्चहरू खाने हो, लन्चहरू खाइदेखि फेरि यहाँदेखि कन्टिन्यू जाने। अब त्यहाँदेखि चाहिँ म्याक्सिमम् 1 आवरमा हामी तवाङ पुग्छौँ। अहिले 5:22 हुँदैछ इभिनिङको है। हामी अहिले डाइरेक्ट हामी कहाँ आयो भन्दा एकैचोटि हामी चाहिँ म्याराथनको यो भोलिपल्ट फर्स्ट बिप नम्बर अनि रेजिस्ट्रेसन भनेर कम्प्लिट प्रोसेस गरेर त्यो आर्मी एरियाभित्र हामी दुईजनाले हाम्रो पाइसकेको छ। अब हामी भोलि बिङमा चाहिँ 21 कुद्दैछ, म चाहिँ अब बिङमा लान्छु होला 5 बिप नम्बर यहाँ रिसिभ गरिसकेको छु मैले है। अनि यहाँ यो अलरेडी नम्बर चाहिँ पहिला रेजिस्ट्रेसन गर्दै इस्यु भइसकेको थियो है। सो यहाँ रिक्वेस्ट गरेर एकदमै झमेला हुँदो रहेछ। टाइमिङ बिप हो यो चाहिँ, एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ 24 को इभेन्ट चाहिँ। यहाँ एउटा ब्याग पनि छ, टी सर्ट छ यहाँभित्र, गुडिजहरू। यहाँ अलिकति यहाँको लोकल एकजना उहाँले रिक्वेस्ट गरेर गर्दा मात्रै पाएको, नत्र चाहिँ यहाँ फर्मालिटिजमा चाहिँ हेल्थ चेकअपहरू पनि गर्ने गर्छ है। मलाई भोलि बोलाएको यहाँको मान्छेले, तर रिक्वेस्ट गरेर अहिले पनि दिएको छ। रिसेन्ट भर्खर हामी नि
उँधो रहेछ हौ उँधो आज हामीले गुगल म्यापले साह्रै दुःख दिनेछौँ यो के भन्न सकेन नेटको प्रब्लम हो कि के हो है अहिले फुल अन छ म्याप निश्चल मेरो पछाडि आउँदैछ ओ माय गॉड के हो यस्तो कत्रो ठुलो एरिया छ नि यहाँ है र हामी यो देख्न सक्नुहुन्छ हिमालयन नेस्ट भन्ने अगाडि यहाँ हामी पुगिसकेको छौँ यहाँ बास उता हाल न तराईलाई हाल्ने कि पछाडि हाल्ने नाइस प्रपर्टी डल्लै माथि बनाउँदै रहेछ है मैले भिडियोमा पहिला चाहिँ 1 फ्लोर मात्रै देखेको थिएँ यो मजाले बनाउँदै रहेछ यसो हामीले यहाँ पार्क गरिरहेको छु ये भाइले हेल्प गर्दैछ क्या नाम है आपका भाइ निवी इज फ्रम आसाम स्मल रुम टुर गरिदिन्छ ल तपाईँलाई मजाको प्रपर्टी छ एकदमै घरमै जस्तो फिल आउँछ है उहाँको जो ओनर हुन्छ लेडी उहाँसँग बात हुन्छ एकदमै पोलाइट हुनुहुन्छ सो आवर स्टे फर 4 to 5 days 102 दिस इज अ रुम सिंगल बेड ट्विन बेड यो चाहिँ वासरुम वाउ ठुलो रहेछ नाइस नाइस वान आफ्टर द्याट चेक इन गरेर हामी डाइरेक्टली है डिनरको लागि गयो त्यहाँदेखि फ्रेसन अप भएर हामी सुति पठाइहाल्यो बेलुका एकदम थाकेको थियो